नमस्कार साथीहरू, फेरि पनि तपाईहरुले चाहिँ आजको भिडियोमा स्वागत छ। आजको भिडियोमा हामीहरू कुरा गर्दैछौँ कक्षा 10 एसई को रिजल्ट कहिले आउँछ र कसरी हेर्ने र अहिले राष्ट्रिय परीक्षा बोर्डमा के काम चलिरहेको छ, यसपालिको नतिजा कस्तो हुनेछ यसको बारेमा कुरा गर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्दै गर्नुहोला। यदि तपाईहरु यस युट्युब च्यानलमा नयाँ हुन्छ भने भिडियोलाई एक लाइक तथा यस युट्युब च्यानल सब्स्क्राइब गरिदिनु होला। आउनुस् विस्तारमा कुरा गरौँ। यसपालिको नतिजा कसरी हेर्न सक्नुहुन्छ यो विषयमा कुरा गर्नुभन्दा पहिले हामी कुरा गरौँ यसपालिको नतिजा कस्तो हुनेछ। राष्ट्रिय परीक्षा बोर्डको जानकारी अनुसार यसपालिको नतिजा पोहोर सालको भन्दा राम्रो भएको देखिन्छ। एसई को कापी चेक गर्ने टिचरहरूले पनि धेरै विद्यार्थीहरूले चाहिँ राम्रो गरेको चाहिँ जानकारी दिएका छन्। सो अब तपाईको चाहिँ केही दिनपछि एसई को नतिजा सार्वजनिक हुन गइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डको जानकारी अनुसार तपाईहरुको चाहिँ वैशाख महिनाको 28, 29 गते नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। कापीहरु सम्पूर्ण चेकिङ भइसकेको छ र अब अन्तिम चरणमा पुगिसकेको छ। मार्क्स इन्ट्री गर्ने काम मात्र बाँकी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। अब कुरा गरौँ रिजल्ट आउनु भन्दा पहिले नै कसरी हेर्ने। सो तपाईहरु सबैभन्दा पहिले आफ्नो मोबाइललाई ओपन गर्नु होला। मोबाइललाई चाहिँ खोलिसकेपछि तपाईले चाहिँ आफ्नो क्रोम ब्राउजर अथवा गुगलमा जानु होला। हामी चाहिँ क्रोम ब्राउजरमा जानेछौँ र यो सर्चमा आइसकेपछि तपाईहरुले चाहिँ सर्च गर्नु होला see.merustudy.net लेख्नु होला है। जस्तै हामी चाहिँ यहाँ लेख्ने छौँ see.merustudy.net net लेख्नु होला अनि 2082 साल लेख्नु होला। यसरी लेखिसकेपछि जस्ट सर्च गरिदिनु होला है र तपाईको चाहिँ अब पहिलो वेबसाइट आउँछ है, त्यसमा चाहिँ क्लिक गर्नु होला। यहाँ देख्न सक्नुहुनेछ मेरो स्टडी एससी रिजल्ट 2082 साल नेब ग्रेड 10 भनेको छ। यसमा चाहिँ क्लिक गर्नु होला सुरुकोमा। अब तपाईँ यहाँ आइसकेपछि अब यहाँ भनेको छ सिम्बल नम्बर। अब तपाईले चाहिँ यहाँ सिम्बल नम्बर राख्नु होला आफ्नो र तल देख्न सक्नुहुनेछ डेट अफ बर्थ भनेको छ, डेट अफ बर्थ राख्नु होला। र यसरी चाहिँ तपाईहरुले आफ्नो सिम्बल नम्बर र डेट अफ बर्थ राखिसकेपछि तल देख्न सक्नुहुनेछ रिजल्ट कमिङ सुन भनेको छ। किनभने अब हाम्रो चाहिँ नतिजा आउँदैछ, त्यही भएर यस्तो भनेको छ। र तपाईको चाहिँ यहाँ भ्यू रिजल्ट भनेको हुन्छ। यसमा क्लिक गर्नुभयो भने तपाई चाहिँ आफ्नो नतिजा सजिलै हेर्न सक्नुहुनेछ है। सबैभन्दा राम्रो तरिका भनेको यही नै रहेको छ। सो यो तरिकालाई एकचोटि अवश्य फलो गर्नु होला तपाईहरुले चाहिँ। सो सबैजनाले चाहिँ भिडियोलाई एक लाइक तथा यस युट्युब च्यानल सब्स्क्राइब गर्नु होला, बेल आइकन अलमा थिच्नु होला र कमेन्टमा ओम लेख्नु होला ताकि सबैको नतिजा एकदमै राम्रो आउनेछ र आगामी भिडियोको लागि चाहिँ पर्खिनु होला। र एनजी आयो भने के हुन्छ यसको पनि मैले भिडियो बनाइसकेको छु, त्यो भिडियो गएर हेर्न सक्नुहुनेछ। मुनि डिस्क्रिप्सनमा लिंक राखिदिएको छु, त्यहाँबाट गएर हेर्न सक्नुहुनेछ है।